असारको महिना दही चिउरा खानी हो नि आज दिन। रोप्न जाउँ भने ठाउँ छैन, रहर भाछ एकैछिन। हिजोको दिनमा धेरै हेर रोपाइँ गरियो। रोपाइँ गर्दा गर्दा जागिरको बहानाले सहर झरियो। आज न त जागिर न त हेर रोपाइँ नै भएको छ। कता कता यो मन विगत सम्झी रुन मन लागेको छ। असारको 15 दही चिउरा सबजनाले खानु है। हामी नेपाली हौँ कृषि प्रधान देश हो, धन दिवस मानु है। कोही छन् नि गाउँमा कोही हेर सहर, कोही छन् नि परदेश हो गएको। पहाड एरियाको खेतबारी उतिस घारी बनले हो भएको। पहिला खेती नगरे त खान पाइन्न थियो भन्ने डर। अहिले आएर 2-4 अक्षर पढियो, जागिर खोज्न झरियो सर। तैपनि हामीले पूर्व कालदेखि मानेको हो, दिवस मान्नु छ। एकअर्काले हातोमालो गर्दै दाजु भाइ दिदी बहिनी ठान्नु छ। कहिलेकाहीँ सहरबाट गाउँ सम्झिनी जानु है। आज जसो तसो जे गरे नि सकेसम्म दही चिउरा खानु है। पुरा हुन सबको इच्छा र चाहना, धन दिवसको नेपाली सम्पूर्णमा छ शुभकामना। मन परेदेखि मेरो यो गीतलाई कमेन्ट सेयर गर्नु। कहिलेकाहीँ फुर्सद मिल्दा मेरो युट्युब टिकटक हो झर्नु। हस्त।